नमस्ते साथीहरु है। अब आज काम गरेन यहाँ हेर्नु न। आज हाम्रो एउटा भाइ अनि म कोठा सर्नु पर्ने भएर यहाँ सर्दा आज दिनभरि भयो। अनि आज मैले भ्लग बनाउने प्लान चाहिँ थिएन है। यसो विचार गरेको हाम्रो छ नि त भाइहरु शुभचिन्तकहरु हुनुहुन्छ। फेरि मैले आज पनि हाल्दिनँ अनि भोलि पनि हाल्दिनँ होला। भोलि गर्छु होला सायद। खै अब सबै रुमको सामानहरु मिलाउनु छ है। बिहानदेखि गर्दा त वाक्कै भएन आज। अनि त्यही त हो नि। अब यसो पैसा होला कि अर्को महिना पनि जम्मा होला कि भनेको यस्तै हो क्या। काठमाडौँमा चाहिँ कहाँबाट सिद्धिन्छ कतिखेर कति बेलामा खर्च हुन्छ थाहै हुँदैन है। अनि अलिअलि गाडीहरू पनि अलिअलि बनाउनु छ मेरो। गाडीको एउटा स्ट्रिङको पनि केही यो पावर स्ट्रिङको हो कि के भयो होला यो सायद है। यहाँको केही न केही गयो जस्तो लाग्छ मलाई। यो हेर्नु न फनक घुम्ने भएको छ कि अलिकति राम्रो भएको छैन। अनि यहाँ एकदम कमेन्टहरू पनि देख्छु साथीभाइहरूको। अनि आज पनि धेरैजना दाजुभाइहरूले कमेन्ट गर्नुभएको छ है। ल सन्चै हुनुहुन्छ होला, राम्रै हुनुहुन्छ होला है। खासै आज बोल्ने शब्दहरू छैन। अनि यो इभी गाडीहरूको पनि एकदम मैले हेरेको रिसेल भ्यालुहरू एकदम घटिरहेको रहेछ क्या। न्युजहरू पनि यसो अलिअलि हेर्छु होइन। त्यो कस्तो छ भने तपाईँले लिँदाखेरि 40-50 लाखमा लिएको छ भने 1-2 वर्षमा त्यसको चाहिँ ठ्याक्कै आधी भावहरू घट्दो रहेछ है। यो इभी गाडीहरू लिँदाखेरि चाहिँ एकदम जस हुनु न सचेत भएर लिनु है। सकेसम्म चाहिँ अब मलाई चाहिँ ट्याक्सीमा चाहिँ इभी राम्रो जस्तो लाग्छ होइन लाग्नुलाई चाहिँ। तर यसको चाहिँ कस्तो समस्या रहेछ भने जुन अब ट्याक्सीको चाहिँ अलिकति नहोला तर यो प्राइभेट गाडीहरूको चाहिँ रिसेल भ्यालु छैन है। एकदम रिसेल भ्यालु रहन्छ। पेट्रोल गाडीको जस्तो छैन। एकदम रिसेल भ्यालु नभएको भएर तपाईँले यो कति भनौँ अब 50 लाखमा लिएको गाडी 2 वर्षमा बेच्दाखेरि लगभग 30-35 लाख होइन मा पनि नबिग्ने अवस्था आउँदो रहेछ है। यो झन् नाम नचलेको कम्पनीहरूको त लिँदै नलिनु। नाम चलेको कम्पनीहरू त त्यस्तो हुँदो रहेछ भने। त्यही भएर अब यो इभी गाडी ट्याक्सी लिँदाखेरि पनि अब पैसाको बचतको हिसाबले त ठिक लागिरहेछ है। तर यसको चाहिँ आजभोलि एकदम हाम्रो एक्सिडेन्टहरू धेरै हुने सम्भावना भएको है देखाएको छु मैले। अब त्यो नहुनु पनि सक्छ अब है। आफूले देख्दाखेरि चाहिँ धेरै न्युजमा पनि देखिरहेको भएको हुनाले यो एकदम समस्यै छ इभी गाडीहरूमा। तर मलाई चाहिँ मनपर्छ होइन पर्सनली हिसाबमा चाहिँ। किनकि हामी भनेको चाहिँ एकदम धेरै खट्नुपर्ने मान्छे। फेरि समस्या अर्को पनि छ। अब जस्तै यो हामी काठमाडौँ बाहिर जाँदा चाहिँ अलिक काम छैन। यो हाम्रो 200 किलोमिटर मात्रै कुद्छ क्या दिनमा एकचोटि चार्ज गर्दा। अनि यो फेरि जति तपाईँले फास्ट चार्जिङ छ नि जति हाल्नुभयो यसको आयु चाहिँ घट्दै जाँदो रहेछ क्या हाम्रो यो ब्याट्रीको। त्यही भएर काम पनि छैन जस्तो लाग्छ त्यो एउटा समस्याले चाहिँ है। ब्याट्रीको कति लिन्छ अहिलेसम्म कसैको पनि गएको छैन नि त। त्यही भएर सकेसम्म अब राम्रो खालको अब ट्याक्सीमा चाहिँ भन्दिनँ है यो लिउ उलिउ भनेर। इभी लिनुहुन्छ भने BYD चाहिँ लिनु। त्यसको चाहिँ अलिकति रिसेल भ्यालु रहेछ होइन। अनि ट्याक्सीमा चाहिँ सकेसम्म अब अहिलेलाई महँगो छ है। अब साथीभाइहरू आउनु खोजिरहनु भएको छ यो फिल्डमा। अनि कुनले पनि भन्छ। अब म आफै कन्फ्युज छु है। अब भावना बढेको भए होइन पहिला जस्तै 20-22 लाख भएको भए मैले अल्टो लिनु भन्थेँ क्या है। अनि अब साथीहरूले कमेन्ट गर्छ है। अब हेर्नु न 19 को गाडी लिने भन्छ 10 लाख राखेर भन्छ। 10 लाख राखेर लिनु भएन व्यक्तिले दिने हो तपाईँहरूलाई है। कमेन्ट देखाएको थिएँ क्या मैले आज। तपाईँहरूलाई व्यक्तिले दिन्छ। व्यक्तिले दिँदाखेरि 8% ब्याज लिन्छ होइन। त्यसपछि आएर 40,000 देखि 50,000सम्म किस्ता हाल्नुपर्छ है। क्वेसन थियो त्यही भएर भनिदिइरहेको छु है। अनि 33 लाख पर्छ है। 33 लाख अनि धेरै महँगो भयो नि त 19 को गाडीलाई 33 लाख भन्दाखेरि। हुन त अब खटेर राम्रो गऱ्यो भने अहिलेको अवस्थामा अब कमै छ है। आज पनि अब 20,000 जति सिध्यो है। यो कोठा सर्दा ओर्दा यता तिर्दा उता तिर्दा यो गाडी भाडा भन यो उसलाई तिर भन यस्तो छ क्या नेपालमा समस्या। त्यही भएर अलि गाह्रै छ। अब अर्को नेक्स्ट मन्थदेखि केही राम्रो होला। हुन त कमाइ पनि ठिकै छ है। अनि साथीहरूलाई अब एउटा खुसी खबर हो नि के भन्नु है। मेरो लागि चाहिँ खुसी खबर हो। अब तपाईँहरू पनि खुसी हुनु। यो जुन पटके नेपालमा एउटा एकदम मन नपर्ने चिज चाहिँ अब विदेशतिर पनि छ क्या अरे यो कुराहरू लागु। एउटा सहरबाट अर्को सहर जाँदाखेरि चाहिँ अब किलोमिटर हेरेर लिँदो रहेछ क्या है। अस्ति म बर्दिवास जान आँटेको थिएँ है। अनि मेरो यो जुन रुट पर्मिट नै हो क्या अरे त्यो
फेल भएर चाहिँ रिन्यू फेल भएर चाहिँ 2 वर्षको। अनि उहाँहरूले चाहिँ मलाई दिएन के। अब म कुनै इन्डिया अमेरिका जापान जानलाई होइन नि त होइन, आफ्नै नेपालभित्रै जानला हो। अब वर्षको हामीले कर पनि तिरिरहेको छौँ, वर्षको 40,000 देखि 50,000सम्म खर्च हुन्छ के अरे टोटल इन्सुरेन्स गर्दा है। अर्को गाडीमा चाहिँ त्यति हुन्थ्यो, 40,000 देखि 50,000सम्म खर्च हुन्थ्यो। यसमा चाहिँ तिरेको छैन, अब यसमा तिरिसकेपछि थाहा हुन्छ। अनि एकदम चित्त नबुझायो कि अब मेरो इमर्जेन्सी काम थियो, म उता जानु खोजेको। अब त्यो रिक्वायरमेन्ट फेल भएको हुनाले मलाई चाहिँ उहाँहरूले चाहिँ त्यो पटके नै दिएन कि। अब त्यो पटकेको किलोमिटर हिसाबले अब 300-400 कति लिन्थ्यो होला सायद है। अनि त्यो काट्दाखेरि चाहिँ अब जस्तै तपाईँहरू 4 दिन भनौँ न, 4 दिन जाँदै हुनुहुन्छ भने 5 दिन भन्नु होइन, 6 दिन भन्नु, त्यो फरक पर्दैन रहेछ है तपाईँहरू जति दिन बस्यो भने। किनकि त्यो दिनको हिसाब हुँदैन रहेछ, किलोमिटरको हिसाब हुँदो रहेछ। अब तपाईँ 200 किलोमिटर गयो भने त्यही अनुसार पैसा लिने होइन, 300 किलोमिटर गयो भने त्यही अनुसार पैसा लिने हुँदो रहेछ। मैले अस्ति थाहा पाएँ। मैले चाहिँ के सोच्थेँ भने दिनको हिसाबले चाहिँ हामी बाहिर जाँदाखेरि तिर्नुपर्छ कि जस्तो। मेरै कान यस्तो दुख्यो है, यो मलाई कान दुखेन होला है। बाउआमाले माया गरेर छोराछोरी भनेर बाइक किनिदिन्छ, छोराछोरीले यसरी मर्ने हिसाबले बुझाउँछ है। त अलिक सेफ भएर चलाउनु, त्यही हो। अब काठमाडौँबाट बाहिर जानुलाई पनि पटके नलिकन गयो भने ठाउँै पछि समाज अरे होइन, चेकिङ गरेर अब सोध्छ अरे, ठाउँ पछि सोध्छ अरे। म त गएको छैन अहिलेसम्म। अस्ति एकचोटि जाने प्लान थियो, त्यो पनि क्यान्सल भयो। अब यो हाम्रो रुट पर्मिटको चाहिँ हाम्रो भेनाहरूले चाहिँ तिरेर ल्याइसकेको छ है, रिन्यू फेल भएको 2 वर्षको लिएर आइसकेको रहेछ। मलाई लिन आऊ भनेछ, म जानु चाहिँ भ्याएको छैन। त्यहाँ गएर त्यो लिएर अब कुनै दिन कहीँ जानु पऱ्यो भने फेरि बनाउँला है भिडियो। अस्ति मैले प्लान चाहिँ गरेको थिएँ, त्यो पटके लिएको भए मैले बनाउने सोचेको थियो, पटके नै दिएन अब है, प्लानै फेल भयो। ल साथीहरू, अब भोलि भेटौँ। खासै आज चाहिँ त्यस्तो केही पनि छैन। आज अलिअलि कमेन्टहरूको यसो यहाँ हेरेको थिएँ मैले, हाम्रो ब्रदरहरूले। अनि डाटा अफ गर्नुहुन्छ भनेर सोध्नु भएको थियो कि एउटा ब्रदरले। साँच्चै त्यो डाटा चाहिँ मैले अफै गरेर हिँड्छु होइन। यसपालि चाहिँ मैले यो एनसिलको यसो नयाँ एउटा भनौँ न डाटा किनेँ कि मैले। यो यता देखाउन, एनसिलको डाटा किनेको थिएँ। यो 1 हप्ताको चाहिँ हाम्रो 150मा 10 GB के है, 10 GB किनेको थियो। त्यो 10 GB चाहिँ 1 हप्तामा कहिले पनि सिद्धिँदैन। तपाईँले नन स्टप खेलाएर होइन, भिडियो सिडियो हेरे पनि सिद्धिँदैन है। किनकि मैले गर्दाखेरि एनटिसीमा 105को आउँछ, 1 हप्ताको 5 GB आउँछ है। त्यो पनि सिद्धिँदैन थियो क्या। कहिलेकाहीँ चाहिँ सिद्धिन्थ्यो, धेरै चलायो भने सिद्धिन्थ्यो। तर यो 10 GB ठ्याक्कै डबल भयो। त्यही भएर मैले अहिले डाटा चाहिँ त्यसरी लिनु भए पनि हुन्छ। किनकि अब हाम्रो एकैचोटि नलिनु, एकैचोटि लियो भने चाहिँ धेरै पैसा सिधै जस्तो फिल हुन्छ होइन। चट्ट 150को डाटा लिने एनसिलमा 10 GB किन्ने 1 हप्ताको। वाल छ्याल क्या वाल छ्याल है। हामीले के गरेर सिधाइरहेको हुन्छ है, बिना सित्तेमा। अब ल हेर्नु न, मैले बाबुलाई नै गाडीहरू 300-400को किनिदिइरहेको हुन्छ बिना सित्तेमा। त्यो उसले खेल्ने पनि होइन, 1-2 दिन खेल्छ फालिदिन्छ भने 150 किन खर्च नगर्ने त। यत्रो पैसा हामीले कहाँ खर्च गरिरहेछ भने ल अबदेखि चाहिँ यो एनसिल किनौँ भनेर किनेको। तर दुइटै सिम बोकेर हिँड्नु है। काठमाडौँमा समस्या चाहिँ छ एकदम। के समस्या छ भने कहिले एनसिल चल्दैन, कहिले एनटिसी चल्दैन है। दुइटै लिनु है। खास चाहिँ अब राम्रो चाहिँ मेरो विचारमा एनटिसी जस्तो लाग्छ है। आज मैले फेरि कोठा सर्नु भएन, सिसा पनि पुछेको छैन, अलिक मधुरो देखाएर रहेछ है। केही आज सफा पनि गर्न पाएन। भर्खर गाडी निकालेर सामान भाइकोमा अलिकति छोडिदिएँ, अनि आफ्नो रुममा अलिअलि लाँदैछु है। अनि यो ट्राफिकहरूले पनि के चिज गर्छ कि फेरि सामान बोकेर हिँड्यो भने। अब अहिले भन्यो भने त म भनिहाल्छु, यो चाहिँ मेरो आफ्नै पर्सनल हो होइन। अब के अब घरमा सामान बोकेर पनि नहिँड्नु त भनेर भन्नु, त्यो राम्रो मुखले भन्नु न, त्यस्तो न्यु खोज्ने हिसाबले होइन। राम्रो कुरा गऱ्यो भने ट्राफिकहरू धेरैजना बुझ्ने हुनुहुन्छ। मलाई चाहिँ धेरैजना छोड्नु पनि भएको छ त्यस्तो चिज नकाटिकन। अस्ति पनि एउटा घटना घटेको थियो, यहाँ टेकोबाट सामान ल्याएको थियो, टेकोबाट किर्तिपुर आएको कति भनेर सोध्यो उहाँले। मैले 200 भने, याङ्गोमा फेरि बिहान चाहिँ त्यही हो 200 त्यस्तो के नपुग्ने गरी दिन्छ कि याङ्गोले चाहिँ। अनि ट्राफिक दाइ नै छक्क परेछ। ओ माई गड, यत्रो सामान बोकेर तपाईँ 200मा जाने भने क्या किर्तिपुर। के गर्नु त दाइ, अब हेर्नु साउला बुझाउनु पऱ्यो, भाडा होइन खानु पऱ्यो हो कि होइन। ल भनौँ न साउला दिनु पऱ्यो, दिनको 1200 देखि 1500 1800सम्म लिन्छ। त्यो छुट्टै भयो, पेट्रोल हाल्नु पऱ्यो, खानु पऱ्यो, लगभग 4-5 हजार त कमाउनु पऱ्यो दिनमा होइन। समस्या छ भनेर भनेको। उहाँलाई चाहिँ माया लागेको छ कि अरे ल के काट्ने यार, तिमीलाई 200को
टिपले गरेर 1000को चिट काट्दिनु भन्दा नकाट्नु बेस भनेर उहाँले छोडिदिएको थिएँ। राम्रो ओ माई गड बिस्तारै गर्नु पनि मेरो सक भाँचेछ है। ए सक भाँचे होइन सक फेर्नु पनि भएको छ। सक एकदम खतम भइसक्यो। ल साथीहरू गफ लामो भएछ है। भोलि भेटौँ अनि भोलि पनि काम आधी जति गर्छु होला। आज 1 रुपियाँ पनि कमाएन। निस्किनु त मन थियो होइन मन भए पनि अब भाइहरूले बिहान सर्यो अनि त्यही गाडी मेरोमा दिउँसो आउँदाखेरि चाहिँ त्यही त हो नि टाइम लाग्यो। उहाँहरूले पनि सहयोग गरिदिनु भयो। यस्तो धेरैजना हुनुहुन्छ है मलाई हेल्प गर्नेहरू है। जीवनमा चाहिँ एउटा कुरा के सिक्नु भने कसैलाई पनि भलो नसोच्नु है। कसैलाई पनि नराम्रो नगरिदिनु। तपाईँलाई धेरै मान्छेहरूले सहयोग गर्छ है। मलाई पनि एकदम मन पराउँछ जे अब आफ्नो तारिफ आफै गरे जस्तो होला तर मलाई साँच्चै एकदम मन पराउने भाइहरू है दाइहरू धेरै हुनुहुन्छ। किनकि मेरो मेहनत देख्छ उहाँहरूले होइन। अब जस्तै म यहाँ घर गइसकेपछि फेरि बाबुहरूलाई खाना पकाएर खुवाउने होइन लुगाहरू धोइदिने हुन्छ नि घरको हेल्प गर्ने कुराहरू सबै गरिदिन्छु क्या म। सबजना मेरो वरिपरिको छिमेकीहरू चाहिँ दङ पर्नुहुन्छ क्या उहाँहरू। अनि जस राम्रो छ भन्नुहुन्छ है। त्यस्तो अब सहयोग गर्नुपर्छ घरमा पनि सहयोग गर्नु भ्यायो भने अब नभ्याएको खण्डमा त अब भन्नु घरको परिवारलाई भ्याएसम्म चाहिँ आफ्नो परिवारलाई पनि सहयोग गर्दा हुन्छ होइन। अनि जो मान्छेले चाहिँ यो दुःखवालाई चाहिँ दुःख नमानिकन मेरो विचारमा दुःख नमानिकन कामहरू गर्ने होइन जीवन बितायो भने त्यो मान्छेले कहिले पनि दुःख पाउँदैन जस्तो लाग्छ है। ल साथीहरू अब यहाँ गफ गर्दा गर्दै घरै आइपुग्न आँटिसकेको छ। अब आज हाम्रो फर्स्ट डे हो यता खासै निन्द्रा नलाग्दा अब भोलि एकचोटि सामान मिलाएर चट्ट फेरि पर्सिदेखि भोलि नै निस्किन्छु होला। भोलि चट्ट निस्केर काम गर्नु छ है। काम गरेन भने चाहिँ बर्बाद हुन्छ है। एकदम गर्नुपर्छ। अब यहाँ पैसा सिद्धियो यो मेरो के योजना थियो यो पालि पनि टन्नै घटाउनु पर्छ है भन्ने जस्तो प्लान थियो। अलिकति सकिन्न कि जस्तो भएछ यसपालि चाहिँ। पैसा यस्तै हो कि यहाँ काठमाडौँमा बसेपछि महँगी पनि छ कि महँगी पनि छ कमाइ पनि राम्रै हो। अब महँगी चाहिँ बवाल हो। अब तपाईँहरू विदेशबाट आउँदै हुनुहुन्छ भने तपाईँहरूलाई झन् ओ माई गड यस्तो भइसक्यो अहिले भन्ने जस्तो हुन्छ है। ल समस्या छ समस्यालाई अब समाधान गर्नुपर्छ है। गफमा 10-12 मिनटै गएछ। ल भोलि भेटौँ है साथीहरू माइन्ड नगर्नु। आज अब कमाइ समय छैन यस्तै हो कहिलेकाहीँ अब आफ्नै पर्सनल कामले पनि निस्किनु पर्ने भयो। अनि विशेष गरी यो ठाउँ किर्तिपुर हो यहाँ बल्कु है। यो तपाईँहरू जाँड खाएर आउँदै हुनुहुन्छ भने यो एरियामा चाहिँ एकदम खतरा चेकिङ हुन्छ। त्यही भएर सकेसम्म मेरो विचारमा बाइकमा चढ्दै हुनुहुन्छ गाडी लिएर हिँड्दै हुनुहुन्छ भने चाहिँ के गर्नु भने आजभोलि ट्याक्सी एकदम सस्तो भएको छ होइन। त्यही भएर ट्याक्सी चढेर हिँड्नु होला है। त्यो उ चाहिँ नगर्नु न बाइक चाहिँ चढेर नहिँड्नु जहाँ अब 200-400ले गरेर अब तपाईँले 1000-1200 होइन एउटा 1 क्वार्टरकै कति महँगो पर्छ नि आजभोलि होइन रक्सीहरू। त्यो रक्सीको पैसा त्यत्रो तिर्नुहुन्छ भने ट्याक्सी जहाँ अब 200-400 चढेर घर जानु कि सेफ हुन्छ राम्रो हुन्छ होइन। त्यही भएर जाँड खाँदै हुनुहुन्छ भने चाहिँ यस्तो गर्नु है। अनि मेरो अर्को एउटा राम्रो बानी यही हो जाँड रक्सी खान्न चुरोट खाँदिनँ होइन। त्यही भएर पनि एकदम मन पराउँछ दाजुभाइहरू है। एकदम मलाई हेल्प गर्न चाहिँ धेरैजना आउनुहुन्छ खुसी लाग्छ कि हाम्रो साथीभाइहरू। अब साथीहरू चाहिँ छैन मेरो भाइहरू दाइहरू हुनुहुन्छ। साथी चाहिँ एकजना पनि छैन। साथीहरू चाहिँ सबैजना कोही कोरिया जानुभयो कोही जापान जानुभयो के भन्नु है। अब देशको अवस्था यस्तै छ। अब साथीले मलाई धेरै सम्झाएको थियो कोरियामा बस नजा भनेर भन्दै थियो। के गर्नु है आफूलाई सहनै नसक्ने भयो। अब मेरो साथी बसेको 12 वर्ष भयो नि त अझै बस्दैछ 20 वर्ष बस्छु भन्छ। ठिकै छ उसले राम्रो गरिरहेछ प्रगति गरिरहेछ होइन। हाम्रो पनि प्रगति भइरहेछ अलिअलि त्यस्तो राम्रो नभए पनि ठिकै छ होइन। गुड भनौँ न है बेटर नभए गुड छ। ल साथीहरू यति राति पनि हेर्नु न यहाँ 9 बजे पनि यो हाम्रो के भन्छ रेड लाइट बलिरहेछ है यहाँ। ल भोलि भेटौँला है त बाई बाई नमस्ते।